मान्छे चाहिँ यहाँ शनिबार भएर होला कि टन्नै धेरै मान्छेहरू छन्। यता चाहिँ हाम्रो मेन मन्दिर रहेछ। मैले दर्शन गरेर आइसकेँ अघि। यहाँ प्यारासुट उडाउन लान यो उड्छ कि नै हेरौँ। ड्रोन उडायो भने कहाँ तिमी देख्यो होला उता क्यामेरा। ड्रोन देख्न क्या घोडा त तिनवटा रहेछ त। हेलो गाइज, आज चाहिँ हामी ललितपुरको यो खोकना स्थित सिकाली टेम्पलमा घुम्न आएको थियौँ। उता चाहिँ टेम्पल रहेछ, घुमेर गइछ नि। अब चाहिँ यता यो उता आउँदाखेरि देखेको थिएँ कि पुल देखेको थिएँ, फेरि यता नि घुम्न आएको। यहाँ चाहिँ एकदम राम्रो भ्यू रहेछ उता चाहिँ। अनि यहाँ चाहिँ खोला रहेछ कि कुन खोला थाहा भएन, तर एकदम पुरै ढल मात्रै आएको छ कि पुरै फोहोर आएको छ यो खोला गन्नाइरहेको क्या। तर भ्यू चाहिँ एकदम मजाको हो। उता चाहिँ घुमेर भइसक्यो, पानी पर्ला पर्लास्ट भइरहेको क्या। अनि यता चाहिँ हाम्रो पाहाड छ, बहुत राम्रो भ्यू छ। घर यो साइडमा चाहिँ मेरो ठ्याक्कै मन्जुश्रीले काटेको डाँडा भन्छ नि, चोबार। ऊ चोबारको डाँडा छ उहाँनिर मन्दिरहरू। यो चाहिँ चोबारको एरिया भयो नि त, त्यहाँ ठ्याक्कै चोबारको यो भाग चोबार भइहाल्यो। अनि त्यो डाँडा मन्जुश्रीले काटेको डाँडा हामी चाहिँ त्यहाँनिर छ। अनि त्यही खोलाबाट बगेर काठमाडौँबाट भ्यालीबाट निस्किने यही त होला नदी। अब सायद यही नै हो। अब भ्यू चाहिँ एकदम राम्रो रहेछ। चोबार घुमेर आएँ। उता चाहिँ घरहरू रहेछ मजाको। यो झुङ्गे पुल चाहिँ एकदम हल्लिँदो रहेछ कि।